माटोको भाडा बनाउन थाल्नु भएको चाहिँ कति वर्ष भइसक्यो? अनि यो भाडाहरूको नाम र यसको मूल्य के कति पर्छ तपाईँले बताइदिनु न। यो चाहिँ विशेष रक्सी पार्दाखेरि रक्सी थाप्ने तीन खाले माटो चाहिन्छ। कालो माटो चाहियो, रात माटो चाहियो, अनि कमेरो चाहियो। यहाँहरू सम्पूर्ण दर्शक महानुभावहरूमा म पवन राईको नमस्कार। यतिखेर म दिक्तेल रूपाकोट मजुवागाडी नगरपालिका वडा नम्बर 1 दिक्तेल हाटडाँडामा छु र आज विशेष शनिबारको दिन हाम्रो दिक्तेलमा बजार लाग्ने गर्दछ। हप्ताको 2 पटक शनिबार र बुधबार, र आज विशेष शनिबार दिक्तेल बजारमा लाग्ने हाट बजारमा आएको छु। र यहाँनिर तपाईँहरूले खाल्लीको ललित श्रेष्ठ दाइले माटोबाट हातैले बनाउनु भएको माटोको विभिन्न भाँडाकुँडाहरू देख्न सक्नुहुन्छ। आज ललित दाइले पसलमा के सामान बेच्न ल्याउनु भएको छ र सरसामानको मूल्य के कति पर्छ यसबारेमा बुझ्नेछु। यदि मेरो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने मेरो युट्युब च्यानल पवन राई ब्लग्सलाई सब्सक्राइब गरिदिनु होला, र फेसबुक मार्फत हेर्दै हुनुहुन्छ भनेदेखि मलाई फलो गर्नुभएको छैन भनेदेखि फलो गर्नु होला। अबको गफ ललित दाइसँग। हजुरको नाम चाहिँ ललित श्रेष्ठ, दिक्तेल रूपाकोट मजुवागाडी नगरपालिका 4 नम्बर वडा खाल्लेबाट। तपाईँले यो माटोको भाडा बनाउन थाल्नु भएको चाहिँ कति वर्ष भइसक्यो? 40 वर्ष भयो। 40 वर्ष अगाडिदेखि तपाईँले यो माटोको भाडा बनाउँदै हुन्छ है? पहिलाको बजार र अहिलेको बजार कस्तो छ? अहिलेको राम्रै छ सर। अब बिक्री वितरण भइरहेको छ। यो व्यवसायबाट तपाईँ सन्तुष्ट नै हुनुहुन्छ नि है? सन्तुष्ट। अनि यति धेरै तपाईँले सामान राख्नु भएको छ बेच्नुको लागि, प्राय शनिबार आउनुहुन्छ। अनि यो भाडाहरूको नाम र यसको मूल्य के कति पर्छ तपाईँले बताइदिनु न। 150 देखिको 200 100 खुत्रुके चाहिँ तपाईँको यो 150 देखि 200 सम्म पर्छ है? यो सानो बुछालो 100। यो बुछालुको दाम 100 रुपियाँ पर्ने हो। यो बुछालु छोटो बुछालु 200। हजुर। यसको 400। यो दाल पकाउने बुछालु। यो यता देखिएको सबै बुछालु। अनि यो देखिरहेको छ यो धुपौरो भन्छ हाम्रोतिर होइन? यसको चाहिँ कति पर्छ मूल्य? 100 रुपियाँ। यो मकै बुट्ने हाँडीहरू, हाँडीको दाम 400 रुपियाँ छ है? अनि यतातिर देखिरहेको 800 900 1000 सम्म। यो चाहिँ विशेष रक्सी पार्दाखेरि रक्सी थाप्ने पल्लो घ्याम्पा 2000। ठुलो घ्याम्पाको, सानो घ्याम्पाको 1000। अर्को मटिया 500। यो चाहिँ सानो। यसको कति भन्नुभयो? यसको 1000, यसको 2000। यो चाहिँ के हो? मटिया। यसको कति पर्छ हजुर? 500। यसको 500। यसमा चाहिँ के राखिन्छ? ए जाँड हाल्नुको लागि। विशेष राखेरकै चाहिँ नुमा जाँड हाल्ने है? यतापट्टि पनि त्यही सामानहरू रहेछ। यो पनि उयो हो 1000 हो। यो 1000 यो 1000 हो। यसरी भाउ बिक्री छ। तर अब भन्ने बित्तिकै सबै एउटै भाउमा त जाँदैन। अब डिस्काउन्ट हुन्छ। किन्नु आउनेहरूलाई मिलाएर पनि तपाईँले दिन सक्नुहुन्छ होइन? किनभने उहाँहरू कहाँदेखि आएको हुनुहुन्छ, अनि उहाँहरूको पैसा हुँदैन। अब यो त बनाउँदा बनिने चिज पैसा त त्यतिखेर बनिँदैन। अनि डिस्काउन्ट गरेर दिन्छौँ, भाउ चाहिँ त्यो बोल्छौँ हल्का। अनि त्यसमा 150 200 घटेर दिन सक्छौँ। यो जुन जति पनि देखिएको माटोको भाडाहरू छ नि, यो चाहिँ कुन माटोबाट बन्छ? यो 3 खाले माटो चाहिन्छ हजुर। कालो माटो चाहियो, रात माटो चाहियो, अनि कमेरो चाहियो। कमेरो पनि चाहिन्छ है? कमेरो पनि चाहिन्छ। तल ठुलाबाट यो अनि तपाईँले चाहिँ घरमै बनाउनुहुन्छ है? घरमै आफै बनाउनु?